छात्र समूह यसमा हामीले अतिथिको रूपमा भाषा शिक्षकहरू दीपक सर, प्रदीप सर र अम्बिका म्यामलाई निमन्त्रणा गरेका छौँ र प्राविधिक पक्षमा सहयोग गर्नको लागि विदुर सरलाई अनुरोध गरेको छ। अब माथि तिमीहरू सबै के भन्नुपर्छ तिमीहरू नेपाल टेलिभिजन रेडियोका दर्शक महानुभावलाई म आजका सहकर्ता दार्जिलिङ पण्डितबाट हार्दिक नमस्कार। आज हामीसित एउटा सिन्धुपाल्चोक जिल्लाको एकदमै रमणीय स्थल 5 पोखरी थाङ्पा गाउँपालिका वडा नम्बर 6 को एउटा मानव विद्यालय श्री थाङ्पादान माध्यमिक विद्यालयबाट त्यहाँका कक्षा 9 का अध्ययनरत छात्र र छात्राहरूलाई हामी यहाँ बोलाएका छौँ। हजुर नमस्कार। आज हामी साहित्य कार्यक्रम अन्तर्गत कला साहित्य र सृजना अन्तर्गत हामीले शीर्षक विधा स्वाद कथालाई राखेर हामीहरूले तपाईँहरूलाई केही प्रश्न सोध्नेछौँ र ती प्रश्नको तपाईँले तार्किक उत्तर दिनुपर्नेछ। तपाईँहरू तयार हुनुहुन्छ? त्योभन्दा अगाडि हामी परिचय खानेतिर जाउँ। तपाईँहरूको परिचय सुरु यहाँबाट सुरु गरौँ। नमस्ते, मेरो नाम आरती पौडेल। नमस्कार, मेरो नाम अनुराग शर्मा। नमस्कार, मेरो नाम नेत्रा। धन्यवाद छ सबैजनालाई। परिचय सबैजनाले गरिसक्नु भएको छ। अब भने म ढिला नगरिकन कार्यक्रम सुरु गर्न चाहन्छु। त्यसकारणले पहिलो प्रश्न मेरो आरबीजीलाई जान्छ। यो स्वाद कथाको चर्चा गरे जस्तै हाम्रो समाजमा पनि गरिब दुखिया छ स्वाद कथा भनेको चाहिँ सामाजिक यथार्थवादी ध्रुवचन्द्र गौतमद्वारा रचेको एउटा सामाजिक यथार्थलाई चित्रण गर्ने कथा हो। यसमा चाहिँ करिब 50 वर्ष अगाडि एक सरकारी कारिन्दाको जीवनशैलीको बारेमा चित्रण गरिएको छ। यसमा चाहिँ तल पाएको दिन पनि लिङ्क गरेर आफ्नो घर महिला भएको घर चलाउनु पर्ने बाध्यात्मक अवस्थाको चित्रण गरेको छ। साथै लोभले साबु नभएका ननुहाउने र गरिबीलाई घृणा गर्ने भाव व्यक्त गर्दछ। साथै यहाँ आफ्नो छोरालाई पनि मासु नखाने भनेर वैष्णवको रूपमा बहाना पारेर चित्रण गर्नु परेको छ। एकदमै राम्रो उत्तर दिनुभएको छ उहाँले। र यो स्वाद कथाले नेपालीहरूको पीडालाई पनि दर्शाएको छ। त्यसकारणले मैले यो प्रश्न राख्नै पर्ने भयो। यो प्रश्नले नेपालीहरूको गरिबीको पीडा छ त भन्ने कुरा राम्रो तरिकाले दर्शाएको छ। र त्यसै गरी दोस्रो प्रश्न म अमृतजीलाई सोध्न चाहन्छु। हाम्रो जीवनमा दैनिक आवश्यकता पुरा गर्न धौधौ हुने यो नेपाली समाजको वास्तविकतालाई कथाले कसरी प्रस्तुत गरेको छ? यो कथामा चाहिँ ध्रुवचन्द्र पौडेलले कसरी चित्रण गरेको थियो भने हाम्रो समाजमा कस्तो छ। अब ऊ एउटा सामान्य कारिन्दा हो। अड्डामा सामान्य कारिन्दा भने उसले जब एउटा मासिक तलब आउन पनि कति दिन उडिरहनु पर्छ। उसले त्यो तलब आएको खण्डमा पनि उसले आफ्नो घरको सामान्य सामानहरू किन्दा पनि त्यो पैसा सकिएको र केस सकिएको। यो कथामा चाहिँ कस्तो छ भनेदेखि तलब आउन साथ उनीहरू जान्छन् किन्नलाई किनेर गरेर जान्छन् रासन कार्ड उनीहरू जान्छन् किन्दा उनीहरूको त्यसमा कस्तो छ भने श्रीमती पनि कस्तो छ भने श्रीमतीले लिस्टमा लेखेको थप अरू पनि थप्नु पर्दाखेरि श्रीमान झर्किएको छ। यसमा हामीले के बुझ्न सकिन्छ भने उनीहरूलाई तलबले अलिक पुग्दैन उनीहरूलाई घर चलाउनलाई। अनि यसमा मासु खान पनि धौधौ गरेको छ। घरमा एउटा मासुको स्वाद लिएर पनि धौधौ गरेको छ। जसमा मासु खान नपाउन उनीहरूले मासु त खान पाइन्छ तर महिना पुरी खानुपर्छ। जस कारण उनीहरूले आफ्नो छरछिमेकमा पनि छोरालाई पूर्वजन्ममा त वैष्णव नै हो। जस कारण उनीहरूले मासु खान खोज्दैन, मासु खान धेरै रुचाउँदैन भन्छन्। तर ऊ छोरा जस्तो नि उसले मासु खान्थ्यो, उसलाई मनपर्थ्यो, उसले भात खान्थ्यो, रुच्थ्यो उसलाई मासु भएपछि। अनि उसलाई जब एउटा माछा किन्न पनि कस्तो पऱ्यो भने बजारमा घुमिघुमी उसलाई ऋण गर्नु पऱ्यो। जब 5 रुपियाँ पनि उसलाई यो बोल्ने थलो जति बोलिन्छ सिकिन्छ। अब उहाँले राम्रो उत्तर दिनुभएको छ। एकदमै यो नेपाली समाजको वास्तविकता नै हो। कुनै पनि कुरा किन्न जाँदाखेरि जे देश बनाइन्छ त्योभन्दा माथिको सामान किन्दाखेरि पैसाको लागि अलिकति झगडा त
बेलामा बनिहाल्छ। त्यसै गरी अब म तेस्रो प्रश्नमा तर्फ जान चाहे। यो कथाको मुख्य विषयवस्तु वा सन्देश भन्नु के हो? सर्वप्रथम धन्यवाद यहाँको प्रश्नको लागि। यस वाद कथामा प्रस्तुत गरेको जुन निम्नवर्गीय परिवारमा भएको गरिबीको समस्या जुन देखाएको छ, यसको प्रमुख विषयवस्तु भनेको आफू निम्नवर्गीय परिवार हुनु र यसको प्रमुख सन्देश भनेको हामीले गरिबी न्यूनीकरणको लागि आफू स्वयं खट्नुपर्छ। यहाँ देखाइएको जुन थोरै तलबको कारणले एकसाथ मिठो खानको लागि पनि भौगौ परेको हुँदाखेरि यस कथाले सामाजिक यथार्थलाई दर्शाइएको छ। तसर्थ यस कथाको प्रमुख सन्देश भनेको आफ्नो गरिबीलाई आफूले नै न्यूनीकरण गर्न आफूले नै पहल गर्नुपर्ने भनेको छ। धन्यवाद यहाँलाई। आज हामीले यो कार्यक्रममा स्वाद कथा जुन कक्षा 9 को पाठ 3 अन्तर्गत हेमचन्द्र गौतमद्वारा लेखित छ, त्यस कथालाई हामीले यहाँ प्रस्तुत गरेका छौँ। यो कुराले नेपाली समाजलाई पनि सँगसँगै अहिले पहिलेका भाइ बहिनीहरूले पनि नेपाली समाजमा कस्तो दुःख रहेछ भन्ने कुराहरू थाहा पाउन सक्नुहुन्छ भन्ने कारणले गर्दा नै हामीले आज नेपाल टेलिकममा चाहिँ यो सोलाई ल्याउनै पर्छ र यहाँ यो टेलिभिजन हेर्नुहुने विभिन्न दर्शक श्रोताहरूले पनि यस बारेमा थाहा पाउनै पर्छ भन्ने कारणले गर्दाखेरि हामीले यो कुराहरूलाई यहाँ समेटेका छौँ। त्यस कारणले यहाँ उपस्थित हुनुभएकोमा भाइ बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद र आज यो कार्यक्रमलाई समाप्त भएको घोषणा गर्दछु। अब एकवटासम्म कक्षा 10बाट आफ्नो प्रस्तुतिकरण गर्नको लागि म अनुरोध गर्छु। संस्कारका आज यहाँ भएको छ। आज हामीले साहित्य कार्यक्रम छात्र चौधरी अन्तर्गत कक्षा 10मा रहेका उज्यालो यात्रा कविताका गीत जिज्ञासाहरू मेटाउनका लागि सिन्धुपाल्चोक 5 नम्बर कवरेजमा रहेका माथि विद्यालयबाट हामीले कक्षा 10बाट 3 जना व्यक्तिहरू छानिएका छन्। उहाँहरूको परिचय हामी सुरु गर्छौँ। धन्यवाद तपाईँहरूले आफ्नो परिचय दिनुभएकोमा। अब हामी ढिलो नगरिकन हामी आफ्नो कार्यक्रम तर्फ लाग्छौँ। अवश्य तपाईँहरू कुनै न कुनै बाटो मर्का भएर आएका हुनुहुन्छ होइन, तर यहाँको बाटो आउँदाखेरि गरिब पराजित भएकोमा तपाईँ कृष्णजीलाई प्रश्न गर्न चाहन्छु। म तपाईँको उत्तर दिनुहोस्। धन्यवाद प्रश्नको लागि। हाम्रो यो कविता चाहिँ रामप्रसाद देवानीद्वारा अनुसूचित सन्दर्भमा लेखिएको कविता, जसमा चाहिँ कर्म नै जीवन हो भन्ने कुरा लेखाइएको छ, जसमा उच्च सङ्कल्प लिएर काम गर्नेहरू कहिले पनि असफल हुँदैन भनेर पनि देखाइएको छ, जसमा पृथ्वीलाई साथ भएको अन्य व्यक्तिहरूले आफ्नो दृढ सङ्कल्पले आफ्नो लक्ष्यलाई हासिल गरेका थिए। न्याय र आफ्नो प्राणको बलिदान दिनका लागि नडराउने व्यक्तिहरूले नै आफू एक महान व्यक्ति बन्नका लागि सफल बन्छन्। आफ्नो प्राणको लागि चिन्ता नगरी देशलाई अझ विकसित गर्नका लागि कुनै काममा लागु गर्दाखेरि कुनै पनि कुराबाट नडराउने कुरालाई यस वाक्य देखाइन्छ। हस्, धन्यवाद। तपाईँको प्रस्तुति एकदमै कामदायक भएको छ। यसबाट केही अपेक्षा गर्न सक्छौँ हामीले। हाम्रो जीवन सबैभन्दा ठुलो कुरा भन्ने कर्म नै हो। र यसै गरी अर्को प्रश्न रहेको छ,
मानिसहरू लिएर हिँड्ने गर्छन् तर उच्च सङ्कल्प लिएर अघि बढ्यो भने असम्भव केही छैन भन्ने कुरालाई तपाईँ कसरी लिनुहुन्छ शर्मिलाजीले भन्नु धन्यवाद प्रश्नको लागि उच्च सङ्कल्प भनेको एउटा काम गर्ने दृढता हो अखम निश्चय हो जीवनमा जो मानिसहरू उच्च सङ्कल्प लिएर अघि बढेका छन् उनीहरू नै महान व्यक्ति कहलिएका छन् कर्म नै जीवनको साथी हो जो मानिस कर्म गर्दैन उनीहरूको घरमा थाहा र कतिवटाहरू रोकेछन् उनीहरूलाई आज उनीहरूलाई के खुवाउने र भोलि के गर्ने भन्ने चिन्ता त्यसैले जीवनमा सफल हुनुहुन्छ भने कर्म एकदमै कर्म निष्ठावान रूपमा कर्म गर्नु आवश्यक हुन्छ र उच्च सङ्कल्पका साथ अघि बढेका महान हस्तीहरू आज हाम्रा प्रेरणाका स्रोत बनेका छन् भर्खरै उहाँले भन्नुभयो पृथ्वीनारायण शाहको उच्च सङ्कल्प नेपाल एकीकरण उहाँको उच्च सङ्कल्प हामी सबै नेपाली र अन्य राष्ट्रका व्यक्तिहरूको लागि एउटा प्रेरणाका स्रोत बनेको छ यसै गुरु रामप्रसाद ग्यावालीद्वारा रचित अनुष्टुप छन्दमा रचित यस पूजाको यात्रा कविताले जीवन कर्मको साल हो र यस साललाई कर्मद्वारा नै पुरा गर्नुपर्छ भन्ने कुरा सरल धन्यवाद तपाईँले दिएको जवाबहरू एकदमै सही रहेको छ फेरि प्रश्न म आशिषज्यूलाई भन्न चाहन्छु यसमा तपाईँ के भन्न चाहनुहुन्छ उच्च सङ्कल्प लिएर अघि बढे सम्भव केही छैन यसमा तपाईँले तपाईँको धारणा के रहेको छ उच्च सङ्कल्प लिए जीवनमा असम्भव हुने कुरा के हुन्छ हामीलाई थाहा छ सबैजना सफलताको शिखरमा चढ्न चाहन्छ र सधैँभरि ह्याप्पी सधैँभरि खुसी सन्तुष्ट रहन चाहन्छ सन्तुष्ट रहन सक्छ तिनीहरू आफ्नो जिन्दगी तर सबैजनाले आफ्नो सफलता प्राप्त गर्न सक्दैन किनभने तिनीहरूले उच्च सङ्कल्प गरेकै हुँदैन गफ मात्र हाल्यो तर काम गरे त्यसपछि तिनीहरू आफ्नो सफलताको शिखरमा पुग्न चढ्न नसकेको हो तसर्थ यदि हामी आफ्नो उद्देश्यमा लक्ष्यमा पुग्नु छ भने हामीले उच्च सङ्कल्प लिएर आफ्नो उच्च कल्पना शक्तिलाई लिएर आत्मविश्वासलाई लिएर र कडा मेहनत गऱ्यो भने हामी सदैव सफल हुँदैन भन्न मिल्दैन। धन्यवाद तपाईँले दिएको कुराहरू एकदमै मान्य रूपमा लिन सकिन्छ हो मान्छे त भन्छ लोभ लालच के गर्नु हुँदैन भन्छ तर कुनै पनि जुसुकै वस्तुमा लोभ देखाएकै हुन्छन् तपाईँलाई म के प्रश्न राख्न चाहन्छु भने लोभ लालच के छैन जिन्दगीमा कर्म नै सफल हो यस कुराले के भन्न खोजेको छ यस कुरामा कर्म नै सफल कुरा हो भनेको छ आदिकाल सब कुरा ठुलो हो भनेको छ भन्दा नमिलेकी कर्तव्य नै सबभन्दा ठुलो कुरा हो भनेको छ त्यहाँ तसर्थ हामी यो लोभभन्दा कर्म नै सबभन्दा ठुलो कुरा हो कसरी यसलाई हामी अझ प्रश्न गर्न सकिन्छ भने हामीलाई थाहा छ नुन बिनाको तरकारी मिठो हुँदैन त्यस्तै हो लोभभन्दा कर्म नै सबभन्दा महान कुरा हो लोभवाला त्यसले आफ्नो पापी पेटलाई त पाला तर त्यसले जिन्दगीमा केही राम्रो काम गर्न सक्दैन तसर्थ लोभ गर्नुपर्छ तर निश्चित सीमा मेलभित्र रहेर त्यो पनि सकारात्मक दृढ विषय लिएर जस्तै कवि रामप्रसाद ग्यावालीले के प्रश्न गरेको छन् भने कवितामा हामीलाई थाहा छ भारत पनि हाम्रा मित्र राष्ट्र बेलायतको अधीनमा रहेको थियो र भारतीय स्वतन्त्र पढ्ने एक विद्यार्थी नै हो महात्मा गान्धी उहाँले सकारात्मक सोच लिएर उहाँले भारतले स्वतन्त्र पाउनु भएको थियो तसर्थ त्यसै हो उनले भारतलाई आफ्नो देशलाई स्वतन्त्र पाउने जस्ता सकारात्मक लोभ लिएर उहाँ सफल हुनुभएको थियो लोभ लिनुपर्छ तर सकारात्मक लिनुपर्छ कर्म गर्नुपर्छ उच्च सङ्कल्प लिएर धन्यवाद
तपाईँको गरिएको कुराहरू एकदमै नमान्य र एकदम सत्य कुरा रहेको छ। हुन त हो लोक राजनीति छैन, त्यो पनि लोक दिनुपर्छ तर सरकारमा पुऱ्याउन दिनुपर्छ, त्यो कुरा हो। र अब म रामप्रसाद देवाली सरवासी विशाल यात्रा कवितामा के तथ्यलाई देखाउन खोजेको प्रस्तुत गर्न खोजेको कुरा चाहिँ म शर्मिलाजीलाई म सोध्न चाहन्छु। सार्ने कर्ममै जीवनको संज्ञा हो, कर्ममै जीवनको साथी हो भनेर बुझेको छ। जसरी एउटा चन्द्र बन्नको लागि एउटा दाउरो सबैपल्ट भुटिनुपर्छ, त्यसै गरी एउटा महान र उच्च आदर्शका व्यक्तित्व बन्नको लागि हामी पनि सङ्कल्प लिएर मात्र होइन, त्यो सङ्कल्पलाई जीवन र आफ्नो व्यवहारमा उतारेर कर्म गर्नुपर्छ। र त्यसै उच्च सङ्कल्पका साथ लोभ लालच र अरूको ईर्ष्या नगर्ने, लोभ लालच नगर्ने जस्ता कुरामा पनि हाम्रो ध्यान आकर्षण गर्नुपर्छ। जो मानिसहरू अरूको लिनुमा भन्दा आफ्नो लिनुमा सुख हुन्छ, उनीहरू नै जीवनमा साथहरू बन्न सक्छन्। जो मानिस अरूको लिनुमा मात्र सुख खोज्छन्, तिनीहरू एक दिनका सुखी हुन्छन् र भोलि सुखको चौतारीमा पाउँछन्। र तिनीहरू यस कविताको मूल स्थान हो। धन्यवाद। शर्मिलाजीले एकदमै हामीले आफ्नो जीवनमा लागु गर्नै पर्ने कुरा व्यक्त गरिरहेको छौँ। कुनै आदर्श ठुलो मान्छे बन्नका लागि कुनै कुनामा रहेको मन्दिरमा आधारपट्टि रहेको भगवान्लाई बुझेर पूजा आराधना गरेर होइन कि आफूले गर्ने कर्ममा नै आफ्नो भगवान आफ्नो सथोक देख्नुपर्छ भन्ने कुरा यस कविताबाट उनले भन्न खोजेका छन्। धन्यवाद। माता सिखाङ्ग जापानबाट आउनुभएका विद्यार्थी भाइहरूले आजको यस हिमालय टेलिभिजनको साहित्य कार्यक्रम शान्ता चौधरीलाई एकदमै थप आकर्षक बनाउने बनाउनको लागि तपाईँहरूलाई धन्यवाद छ। धन्यवाद। आजको हाम्रो यस कार्यक्रम नै समाप्त हुँदैछ। धन्यवाद। संग्रह गरेर आफ्नो प्रस्तुतीकरण गर्नको लागि कक्षामा भैरव समूहलाई दर्शकगणहरूमा म कार्यक्रम प्रस्तुता जिलिना मगरको तर्फबाट नमस्कार। त्यसै गरी आज हामीले विभिन्न विषयवस्तुहरूसँग सम्बन्धित गरेर हाम्रा विभिन्न क्षेत्रहरूबाट पाल्नु भएका अतिथिज्यूहरूसँग छलफल गर्नेछौँ। अतिथिको रूपमा हुनुहुन्छ हाम्रो असल नेतृत्व गरेर देश विकासमा योगदान पुर्याउनु हुने विद्या भट्टराईज्यू, मलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। त्यसै गरी अर्को सर्जक हुनुहुन्छ साहित्यमा आफ्नो कलम बेजोड गतिमा चलाएर सगरमाथाको शिखर छुन सफल हुनुहुने सुधा त्रिपाठीज्यू, मलाई पनि स्वागत छ। त्यसै गरी अर्को सर्जक हुनुहुन्छ साहसी काम गरेर आफ्नो नाम विश्वभरि चिनाउन सफल हुनुहुने माया गुरुङ, मलाई पनि हाम्रो कार्यक्रममा स्वागत छ। हाम्रो निमन्त्रणलाई स्वीकार गरेर यहाँसम्म पाइदिनु भयो। आफ्नो अमूल्य समयमध्ये केही समय हामीलाई छुट्याएर दिनुभएकोमा यहाँ तिनैजनालाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र आज पनि हामीले विभिन्न विषयवस्तुहरूमा छलफल गर्नेछौँ। त्यस्तै विषयवस्तु आजको शीर्षक रहेको छ घनघस्याको कालो कारदान यात्रा। यसको यात्राकार चाहिँ तारानाथ शर्मा हुन्। उनले घनघस्याको कालो कारदान यात्रा चाहिँ विक्रमसम्म
नेपालमा इलामबाट प्रकाशित साथी साप्ताहिक पत्रिकामा इलाम शीर्षकमा आफ्नो प्रबन्ध प्रस्तुत गरेका छन्। आज हामी त्यसै विषयमा रहेर हाम्रा अतिथिज्यूहरूसँग विगत रूपमा छलफल गर्नेछौँ। त्यसै गरी प्रश्नको लागि प्रश्न राख्न गइरहेको छु म विद्या भट्टराईजीलाई। घनघस्याको कालो काटानी यात्रामा यात्रीहरूको यात्रा कस्तो किसिमको रहेको छ? धन्यवाद प्रश्नको लागि। यस यात्रामा यात्रीहरू सुदूरपश्चिमको बैजारीबाट डडेलधुरातर्फको यात्रा 2 जना भैयासहित यात्रीहरूकै तन र मनमा इच्छा र नेपालको राष्ट्रप्रति अघोर माया बोकी माथि हेर्दा शिरको टोपी खस्ने घनघस्याको उकालो पैदल यात्राको रूपमा गरेका हजुर, धन्यवाद तपाईँको उत्तरको लागि। फेरि पनि तपाईँसँग हामी जोडिने नै छौँ। अहिलेलाई हामी यता सुधार पाठकजीलाई प्रश्न राख्न चाहनेछौँ। यात्रीहरूले यात्राको क्रममा के कुराहरूलाई स्मरण गरेका छन्? थोरै बताइदिनुहोस्। यात्रीहरूले यात्राको क्रममा उनीहरूले देश घनघस्याको ठाडो उकालो चढ्नु पर्दाखेरि नेपालमा रहेको सिंहदरबार अगाडिको चिप्लो बाटो र त्यसपछि भैरवपाखादेखि बुटवलसम्मको तेर्सो सिधा बाटोलाई सम्झेका छन् र उनीहरूले त्यस घनघस्याको उकालो काट्दाखेरि चाहिँ जुन जोग बहिनीदेखि धरानसम्म उनीहरूले पानी खान नपाउँदाखेरि चाहिँ उनीहरूले नील आर्मस्ट्रङलाई चाहिँ चन्द्रमामा पुग्दाखेरि त्यति गाह्रो भएको थिएन होला, जति उनीहरूले घनघस्याको उकालो चढ्दाखेरि भएको थियो भनेको छ। धन्यवाद तपाईँको उत्तरको लागि। त्यसै गरी अर्को प्रश्न राख्न चाहन्छु म माया बहिनीजीलाई। त्यस यात्रामा नियन्त्रकले घनघस्यालाई कसरी र केसँग मानवीकरण र तुलना गरेका छन्? धन्यवाद तपाईँको प्रश्नको लागि। घनघस्यालाई चाहिँ एउटा रिसाएर बसेको वृद्ध मानवसँग तुलना गरिएको छ। टाउकोमा चिप्लो भएको केस फुलाएको र रिसाएर बसेको अघोर वृद्ध शरीर लिएको अनि आफ्नो टाउको चाहिँ दृढ रूपमा ठडाएर बसेको रिसाएर बसेको एक मानवसँग मानवीकरण गरिएको छ। साथै पोखरेली सेती नदी अगाडि घाटसँग तुलना गरिएको छ। पोखरेली सेती नदी चाहिँ गर्भमा नै गाभिँदै गएको र घनघस्या चाहिँ रिसाएर आफ्नो टाउको दृढ रूपमा ठडाइरहेको छ तुलना गरिएको छ। धन्यवाद तपाईँको उत्तरको लागि। फेरि पनि तपाईँसँग हामी जोडिने छौँ। अहिलेलाई हामी फेरि पनि विद्या भट्टराईजीलाई प्रश्न। घनघस्याको उकालो काट्ने यात्रीहरूको साहसिक पक्ष र रोचक लागेको घटनाबारे पनि बताउनुहोस्। यस घनघस्याको उकालो काट्दा भन्ने यात्रामा चाहिँ जीवनमा कति उकालो काटियो होला, तर कतिवटालाई झरियो होला, तर थोरै व्यक्तिले मात्र चाहिँ घनघस्याको उकालो चढेका होला, जसमा कि थोरै व्यक्तिहरूको रूपमा चाहिँ यो घनघस्याको उकालो चढ्ने यात्राहरू देखिन सकिन्छ। उनीहरूले यात्राको क्रममा पसिनाले भिजेको शरीर र गर्मीले त्यो थकाइ शरीर र तिर्खाइदो ओठमा यात्रा गरेका छन्। उनीहरूले यात्रा गर्ने क्रममा न त उनीहरूलाई तीर्थ मेटाउन न त कुनै धारा भेट्यो, न त गर्मीले शरीर भिज्दा थकाइ मेटाउने राम्रो चौतारी नै भेटे। उनीहरूले त्यस्तै भिजेको शरीर र थकान महसुस नै घनघस्याको उकालो काट्ने यात्रा गरेका छन्। अब प्रश्न सुधारजीलाई। त्यहाँका स्थायी बासिन्दाहरूले यात्रीहरूलाई कसरी स्वागत सत्कार र सहयोग गरेका छन्? त्यहाँका स्थायी बासिन्दाहरूले चाहिँ यात्रीहरूलाई उहाँहरूलाई अब त्यो लजहरू नभएको कारणले उहाँहरूले आफ्नोलाई मात्र पुग्नुपर्छ भन्ने धारणामा यात्रीहरू चाहिँ जस्तो छ त्यसरी यात्रीहरूले आफ्नो पाउलामा सिकाएर स्वागत संस्कार गरेका छन् र उनीहरूलाई बाटोमा पानी दिनुभएको छ अनि त्यसपछि उखुहरू दिएर धेरै सहयोग गर्नुभएको छ। धन्यवाद। फेरि पनि तपाईँसँग जोडिने छौँ। अब प्रश्न माया बहिनीजीलाई। घनघस्याको उकालो काट्दा यात्रीहरूले यात्राको क्रममा के कस्ता समस्याहरूसँग सम्झौता गर्नु परेको थियो? घनघस्याको उकालो काट्दा यात्रीहरूले विभिन्न किसिमका समस्याहरू भेट्नुभएको थियो। त्यस ठाउँमा कुनै पनि किसिमको सेवा सुविधाहरू थिएन। खोला थियो, खोलाको नहर थियो, पानी थिएन। विद्यार्थीहरू थिए, विद्यालय थिएन। विद्यार्थी व्यक्तिहरू थिए तर स्वास्थ्य यस्ता विभिन्न किसिमका समस्याहरू रहेको त्यस ठाउँमा
भोग्नु परेको थियो। प्रत्येक कदम चाल्दा उनीहरूको निकालिरहेको थियो। घनघोर जङ्गलमा राति परेको समयमा बाघ, भालु, चितुवा तथा जनावरहरूको भयावह अवस्थामा पनि यात्रीहरूले निडर भएर सामना गरेर यात्रा गरिरहेका थिए। ठाउँमा सहर यात्रीहरूसँग पनि बिछोड भइरहेको अवस्था थियो। पानी खान नपाएर प्यासै भोकै हिँड्नु परेको अवस्था थियो। बास बस्नको लागि घरहरू पनि थिएन। रोड समेत भेटिरहेको अवस्था थिएन। त्यस्तो किसिमका समस्याहरू भइरहेका थिए यात्रीहरूले। फेरि पनि प्रश्नमा विज्ञान प्रकृतिसित जुन जीवनको रमाइलो हो भने कति तपाईँको सहमति अवस्थामा के रहेछ? प्रकृतिसँग जुझ्दै जीवनको रमाइलो, किनभने हामी प्राणीहरू प्रकृतिमै उदाउने र प्रकृतिमा हस्तान्तरण गर्दछौँ। जसमा मनको शान्ति खोज्दा टाढा जानु पर्दैन, आफू भित्र हुन्छ भने जीवनको रमाइलो खोज्न टाढा जानु पर्दैन, आफू बस्ने प्रकृति नै हुने गर्दछ। जसमा यात्रीहरूले त्यो घनघोरको उकालोलाई पनि त्यो कठिन रूपमा मात्र नभई त्यो प्रकृतिसँग जुझ्दै सहज रूपमा नै घनघोरको उकालो सेती नदीको किनारा लगाइयो कि अब सेती नदी भाँसिँदै गएको र घनघोरको उकालो ठडिँदै गएको उकालोलाई पनि त्यहाँ यात्राको क्रममा देखिने प्रकृतिहरूलाई अवलोकन गर्दै उनीहरूले त्यस प्रकृतिमा देखिने सम्पूर्ण कैयौँ व्यवस्था आइसके, कति ठाउँहरू नयाँ पनि पायो, तर विडम्बनाको विषय घनघोरको उकालोको अवस्था सदियौँ देखि जीवनबाट नै रहिरहेको छ। जसलाई समाधान गर्न तपाईँ हामीले के गर्न सक्छौँ? प्रश्न फेरि, कैयौँ व्यवस्था आइसके, कति ठाउँहरूले नयाँ पनि पाइसके, तर विडम्बनाको विषय घनघोरको उकालोको अवस्था सदियौँ देखि जीवनबाट नै रहिरहेको छ। यसलाई समाधान गर्न तपाईँ हामीले के गर्न सक्छौँ? त्यहाँको यस्तै बासिन्दाहरूले चाहिँ आफ्नो अधिकारको लागि सरकार समक्ष आफ्नो अधिकारको लागि चाहिँ लड्न सक्नुपर्छ। त्यहाँको यस्तै बासिन्दाहरू त्यहाँका गाउँमा चाहिँ विद्यालय नभएका कारणले त्यहाँका बासिन्दाहरू अशिक्षित भएका कारणले पनि उनीहरू त्यहाँको त्यस ठाउँमा कुनै विकास नभएको देख्न सकिन्छ। अनि त्यसपछि हाम्रो देश नेपाल पर्यटकीय क्षेत्रको हिसाबले धेरै अति सुन्दर देश हो। हाम्रो देशमा पर्यटकीय क्षेत्रहरूका लागि धेरै सम्भावनाहरू रहेको छ। पर्यटनहरूको लागि हामीले विशेष लज, होटेल र मनोरञ्जनका लागि र भ्रमण गर्नका लागि ठाउँहरूलाई राम्रो बनाउन सक्यो भने हाम्रो देश विकास गर्न जान सक्छ। र त्यस घनघोरको उकालोमा चाहिँ बाटोहरू नभएको सरकारले त्यसमा आफ्नो मसला लगाएर त्यहाँ सडकहरू बनाउन सक्यो भने त्यहाँ विकास हुन सक्ने धेरै सम्भावना रहेको छ। र हाम्रो देशमा चाहिँ आफ्नो देशमा भएको पर्यटकीय क्षेत्रहरूको भ्रमण नगरी अर्को देशमा गएर भ्रमण गर्ने र आफ्नो देशमा भएको विकासका आफ्नो देशमा भएको सरकारलाई उचित प्रयोग नगरी सरकार त्यसै गरी घनघोर जस्ता हजारौँ ठाउँहरू रहेका छन् नेपालमा जुन चाहिँ विकास हुन सकिरहेका छैनन्। त्यसपछि हाम्रो स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले चाहिँ ध्यानाकर्षण गर्नुपर्ने देखिन्छ। के भन्नु हजुर? अब यता प्रश्नमा आएँ, घनघोरको उकालोबाट यात्राको शीर्षक कतिको सार्थक रहेको छ तपाईँको? यात्राको शीर्षक चाहिँ सार्थक रहेको छ भन्ने मलाई लाग्छ। किनकि प्रत्यक्ष रूपमा नै यात्रा गरेर त्यहाँको समस्या प्रत्यक्ष रूपमा अवलोकन गरेर त्यो समस्याहरूसँग सामना गरेर आफ्नो गन्तव्यसम्म पुग्न सफल भएका थिए। कुनै पनि ठाउँ प्रकृतिसँग जुधेर आफ्नो हात साथमा साथ लिएर अगाडि बढेर आफ्नो यात्रा सफल बनाएका छन्। त्यसै विषयवस्तुहरूलाई समेटेर यो यात्रा तयार गरिएको हो। उकालो त्यसैले यसको शीर्षक भन्नुपर्छ उकालोबाट भन्ने सामान्य यात्राको शीर्षक साझा रहेको छ। यहाँहरू तिनैजनालाई धन्यवाद दिन चाहन्छु। यहाँहरूले हाम्रो आमालाई स्वीकार गरेर आफ्नो अमूल्य समयमा धेरै समय हामीलाई आज
धारणा प्रस्तुति गर्नको लागि अब 1-2 मिनटमा बोल्नुको लागि यो कार्यक्रमलाई लिएर हाम्रो यो पछिल्लो कार्यक्रमको सामूहिक छलफलमा निमन्त्रणा स्वीकार गरेर आउनुभएको अमेरिकनलाई आफ्नो धारणा 1-2 मिनट राख्नुको लागि त्यसैगरी आफ्नो आलोचनात्मक धारणा राख्नको लागि म आदरणीय प्रदीप सरलाई साथै अमेरिकाका लगायत कक्षा 9 देखि कक्षा 12 सम्म यस सामूहिक छलफल कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, आजको यस सामूहिक छलफलमा कक्षा 9, 10 र 12 गरी 3वटा समूहको छलफल कार्यक्रम रहेको साह्रै रोचक लागेको पहिलो कुरा छ। कक्षा 9 को चाहिँ मैले अन्तिममा चाहिँ म आइपुगेँ। त्यहाँनिर प्रस्तुति अलिअलि सुन्न पाएँ, मैले अरूको खासै सुन्न पाएँ। तै पनि प्रस्तुति कक्षा 9 को हल्का प्रस्तुति राम्रै थियो जस्तो मलाई लाग्यो, किनकि मैले थोरै मात्र सुनेको थिएँ। कक्षा 10 मा तीनजना प्रस्तुति र एकजना कार्यक्रम सञ्चालक बसन्त गोले हुनुहुन्थ्यो। बसन्त गोलेको प्रस्तुतिमा चाहिँ अलिकति आफ्नो भाषिक शैलीमा सुधार गर्नुपर्ने मैले अनुमान लगाएको छु। त्यसमा कक्षा 10 मा शर्मिला भट्टराईको प्रस्तुतिमा भने साहित्यिक शब्दहरू मिसिएका छन्, राम्रो पक्ष छ। उनले दिएको प्रस्तुति जुन उज्यालो यात्रा भन्ने कविता शीर्षकमा उनले दिएको प्रस्तुति छ, त्यसलाई भागहरू आएका छन्, एकदमै राम्रो छ। त्यसै गरी अन्तिम प्रस्तुति घनघस्यको यात्रा शीर्षकमा कक्षा 12 प्रस्तुति रहेको छ। त्यसमा चाहिँ प्रस्तुतकर्ता र यसमा 7वटाको प्रस्तुति चाहिँ मलाई साह्रै रोचक लाग्यो, किनकि उनले साँच्चीकै टेलिभिजनमा कार्यक्रम प्रस्तुति गरे जस्तै गरी प्रस्तुति गर्नुभएको छ। यसरी प्रस्तुति गर्दा चाहिँ विद्यार्थीहरूमा भाषिक क्षमता विकास हुने साथसाथै आफ्नो कुनै पनि कार्यक्रम सञ्चालन गर्नलाई आफूलाई अब्बल साबित गर्न चाहिँ अझ मद्दत हुनेछ। साथसाथै अन्य तीनजना वक्ताहरूमा सीतामाया तामाङ र पल्लवी कट्टेलको प्रस्तुति पनि त्यसमा विषयवस्तु समसान्दर्भिक प्रस्तुतिहरू आएको छ। उहाँहरूले दिएको प्रस्तुति साँच्चीकै विषयले मेल खाने गरी प्रस्तुति गर्नुभएको छ। साथसाथै सञ्चिताको पनि प्रस्तुति उत्कृष्ट नै छ। यसरी हेर्दाखेरि
कक्षा 10 को भन्दा कक्षा 12 को प्रस्तुति साह्रै रोचक छ। हामीले कक्षा 9 देखि 12 सम्म यहीँ बसिरहँदाखेरि यसलाई अभ्यास चाहिँ अलिकति निरन्तरता दियो भने साँच्चीकै रूपमा यी कार्यक्रमहरूमा आफ्नो भाषिक अभिव्यक्तिहरूमा चाहिँ अझ सक्षम बनाउन सकिन्छ। आगामी दिनहरूमा पनि यसरी सक्रिय रूपमा सहभागी हुनुभयो भने पक्कै पनि आफ्नो क्षमतालाई, भाषाको प्रस्तुतिलाई, आफ्नो प्रस्तुतिलाई कार्यक्रम सञ्चालन गर्ने जुन क्षमतालाई बढाउन एकदमै मद्दत पुग्नेछ भन्ने मैले चाहिँ अपेक्षा लिएको छु। यति भन्दै म आफ्नो भनाइ यहाँ पुरा गर्छु। उहाँहरूलाई भोलि विशेष विद्यालयमा आलोचनात्मक धारणा त्यो क्रिटिसिजम एप्रोच हो। यसमा गुण र दोष चाहिँ भोलि छुट्याउनुपर्छ। गुणलाई यथावत राखेर अवगुणहरूलाई चाहिँ सच्याउने कुरा पर्दछ। सरहरूले केही कुरा देखाइदिनु भएको छ, त्यो देखाउनु नै ठुलो कुरो हो। सबैले अवगुण देखाउन चाहँदैनन्, गुणै गुण देखाउन चाहन्छन्। त्यस कारणले बिचमा हाम्रो यात्रा हरालिन सक्छ। त्यसैले यो अवगुणका पक्षहरूलाई सुधार पर्ने पक्षहरूलाई विगतको जीवनमा सुधार गर्दै अगाडि बढ्ने प्राण मेरा विद्यार्थी भाइ बहिनीहरूले गर्छन् भन्ने आशा राखेको छु। र त्यसै गरी आलोचनात्मक धारणा राख्नको लागि यसै विद्यालयका साहित्य कलाविद्यालय सहभागी दिवस सरलाई आफ्नो सर्वप्रथम नेपाली साहित्यकार नेपाली विषय चाहिँ आयोजन गरेछ। त्यसैले नेपाली साहित्यका म पनि नेपाली साहित्यकै विद्यार्थी, म नेपालीकै विद्यार्थी, नेपाली साहित्यका अनुसारहरू पनि यहाँ हुन्छ। यहाँ सबैलाई सर्वप्रथम नमस्कार भन्न चाहन्छु। हामी नेपाली साहित्यका विद्यार्थीहरूले मैले धेरै कुरा गर्न चाहिनँ, अम्बिकाले चाहिँ पनि भनिसक्नु, प्रदीपले पनि भनिसक्नु। हामीले कतिखेर कुन अवस्था कुन धर्काइहरू पनि छलकै धर्नुपर्छ। त्यो साहित्यले त्यही भन्छ। किनकि कसैले पिर पर्छ भने कसैसँग अलिक हराएर मुख लाएर साका सुख गर्दाखेरि अलिकति पिर बेदना बाँडियो कि भन्ने मन भयो। जुन कुरो अहिले छ कि यो विद्यार्थीहरू जस्तो कि मैले अन्तिम पैसा गर्न चाहिन, घरलाई स्याहारको उकालो छोड्दा त्यो कोही मान्छे रिसाएर ढमक्क बसेर नबिउराई बसे जस्तो भनेर त्यो पहाड त रिसाउ त होइन नि। त्यो मानवसँग मानवीकरण गर्यो, मानवसँग जोडियो कि हिमाल हाँस्छ भन्छ, हिमाल हाँस्दैन त होइन, हाँस्छ हिमालले, हिमाल हाँस्दैन नि। हिमाल हाँस्छ भने त्यो मानवसँग त्यसलाई के समायोजन गरेर मान्छे जस्तो कस्तो कस्तो राखेको यस्ता किसिमका विभिन्न जुन किसिमको विद्यार्थी भाइ बहिनी, मैले प्रत्येक विद्यार्थी भाइ बहिनीको नाम लिन चाहिनँ किनकि सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको एकदमै प्रस्तुति दमदार। यसलाई गुण र अवगुण भन्दा पनि सुधार गर्नुपर्ने पक्ष के, राम्रो पक्ष के भन्ने म लिन्छु। किनकि यसलाई अवगुण भन्दा पनि विद्यार्थी भाइ बहिनी केही कुरामा सुधार्नु, जस्तो कि बोली लवजका कुरामा भए आफ्नो मातृभाषा सुधार्नुपर्छ। त्यसैले अन्य जुन प्रस्तुतिहरू छन् यहाँ विद्यार्थी भाइ बहिनी एउटा सहजकर्ताको भूमिका, त्यसरी प्रश्नकर्ता भूमिका, उत्तरकर्ताको भूमिकामा जुन विद्यार्थी भाइ बहिनीले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ असाध्यै राम्रो। किनकि सायद मलाई लाग्छ यो विद्यालयको पहिलो कार्यक्रम हुँदा पनि विद्यार्थी भाइ बहिनीको जुन बिना हिचकिचाहटले प्रस्तुति त्यति मैले देखेको छु। त्यसकारण यी सबै कार्यक्रम सञ्चालन गर्नुभएको नेपाली साहित्य शिक्षक आदरणीय प्रोफेसरलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। जसरी हामी के चाहन्छौँ, मैले अघि पनि भने विद्यार्थी भाइ बहिनीहरू हामी साहित्यका विद्यार्थी कथा कविता यो साहित्यमा त्यो कसैले कविहरूले आफ्नो पीर व्यथाहरू कवितामा बोक्छन्, गायकहरूले गीतमा बोक्छन् होइन, लेख्न जान्ने यहाँ कथामा बोक्छन्। त्यसरी विद्यार्थी भाइ बहिनी आगामी दिनहरू पनि यस्तालाई यी विषयलाई अलिक गम्भीर भएर प्रस्तुतिकरण अलिकति 11 साल विद्यार्थीहरू देखेर यहाँ अप्ठ्यारो मान्नु पनि कुनै पनि कारण थिएन। विद्यार्थी भाइ भाग लिनुपर्छ किनकि यहाँले चिनेकै 9 वर्षका भाइ बहिनीहरू अप्ठ्यारो मान्नुपर्ने अवसर थिएन। तैपनि विद्यार्थी भाइ बहिनीहरू कति हाम्रो पढाइ पुगेन भन्ने विचार नगर्नु भयो। यसलाई आगामी दिनमा फेरि अलिकति हामी पनि सक्छौँ। किनकि कक्षा 9 को भाइ बहिनीहरू त हामी किन सक्दैनौँ त भन्ने विषयमा अलिकति जोडसँग लागु हुनेछ भन्ने आशा राख्दै विशेष गरी नेपाली शिक्षक हाम्रो सरकारले विशेष धन्यवाद दिँदै म यहाँ बिराम स्वास्थ्य हाम्रो
कार्यक्रमलाई हाम्रो यो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएको सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। म खुसी यो अथवा छु कि हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई कुनै पनि कुरा शिक्षण नगरिकन तिमीहरूले यसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुरा अनौपचारिक रूपमा भनेको भरमा यति गरे भने भोलि मलाई लाग्छ यिनै भाइ बहिनीहरूले चर्चित टेलिभिजनका कार्यक्रममा नामलाई उच्च राख्न सक्छौँ र हास्यगतको रूपमा पनि खारिएर स्पष्टता बन्छन्। त्यही पाटोमा हिँडिरहेका छन्। अब सबैको दिन शुभ होस्, सबैको भविष्य उज्जवल होस्। नमस्कार।